एउटा कुरो क्या तपाईहरु सबैलाई थाहा नहुन सक्छ क्या यो गाडीहरुको पछाडि यो नम्बर प्लेट छ नि हेर्नु न नम्बर प्लेट छ यो नम्बर प्लेटमा यहाँ प लेखेको छ अब भाडाको गाडीहरुको ठुलठुलो गाडीको ख लेखे हुन्छ टेम्पोको ह लेखे हुन्छ ट्याक्सीको ज लेखे हुन्छ अनि ट्र्याक्टरको त लेखे हुन्छ यो नम्बर प्लेटको बीचमा यसको मतलब के हो म यो बारेमा तपाईहरुलाई बताउन चाहन्छु भिडियो सुरुदेखि अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु हुन अनुरोध गर्दछु यसको मतलब अब यो मोटरसाइकलको नम्बर प्लेटको पछाडिपटि यो यहाँ प लेख्नुको अर्थ चाहिँ यो दुई पाङ्ग्रे मोटर हो कहिलेकाहीँ चलाउँदाखेरि पल्टिन्छ त्यसैले यो नम्बर प्लेटमा प लेखेको के अनि ठुला ठुला भाडाका गाडीहरु हुन्छ नि ट्रक बस हुन्छ नि त्यसको नम्बर प्लेटमा चाहिँ ख लेखेको हुन्छ त्यो ख लेख्नुको मतलब चाहिँ त्यो कहिलेकाहीँ खलासीले चलाएर खसाल्ने हुनाले तिनीहरुकोमा भाडाको गाडीमा ख लेखेको हो रे टेम्पो होइन अटो हाम्रो गाउँघरमा प्रशस्त कुद्छ नि अटो हो त्यो अटोको पछाडि नम्बर प्लेटमा त्यहाँ बीचमा ह लेखेको हुन्छ त्यो ह लेख्नुको मतलब चाहिँ त्यो टेम्पोमा चढ्दाखेरि ज्यादै हल्लाउँछ नि कि त्यस कारणले त्यो ह लेखेको होइन अनि त्यसपछि अब ट्याक्सीको नम्बर प्लेटमा ज लेखेको हुन्छ त्यो ज को मतलब चाहिँ त्यो ट्याक्सी मुला त्यो ट्याक्सी ड्राइभरले ट्राफिक नियम विरुद्ध जताततै लाने हुनाले अनि फाइन तिर्दा हैरान हुनाले त्यो ट्याक्सीको नम्बर प्लेटको बीचमा ज लेखेको अनि ट्र्याक्टरको नम्बर प्लेटमा त लेखेको हुन्छ त को मतलब चाहिँ पहिले तराईतिर खुब जोत्थे रे के अनि त्यसैले ट्र्याक्टरको नम्बर प्लेटको बीचमा त लेखेको यो सम्पूर्ण मित्रहरूलाई यो जानकारी भएकै होला यो गाडीको पछाडिको नम्बर प्लेटमा प त ह ख को मतलब के हो भन्ने कुरा मैले अहिले भर्खरै बताएको छु तपाईले नि याद गर्नु होला ल धन्यवाद।